तपाईँको यो क्रिस्चियन राष्ट्रहरूमा अहिले गेरु वस्त्र लगाएको होइन यो कृष्ण एउटा क्रिस्चियन हिन्दू हुँदै गर्दाखेरिमा हजुरलाई यति टाउको दुखाइ छ, यति पेट पोलाइ छ, यति पीडा छ भने हाम्रो देशमा त क्रिस्चियन भने चाहिँ छँदै थिएन। अहिले हेर्नु त हजारौँ चर्चहरू छन्, लाखौँ क्रिस्चियनहरू छन्। खोइ हामीलाई टाउको दुखाइ छैन। हामीलाई त टाउको योसँग दुखाइ हो कि हाम्रो कला धर्म संस्कृति चाहिँ यो केही नि होइन, यसलाई मान्नुपर्छ, यसलाई विरोध गर्नुपर्छ भन्छ नि, तिनीहरूसित हो कि न। तपाईँ कति वर्ष भयो हाम्रो देशमा क्रिस्चियन भित्रिएको? तपाईँ बाबुबाजेले त पक्कै कि बुद्ध धर्म मान्नुभएको थियो, पक्कै कि जैन धर्म मान्नुभएको थियो, पक्कै कि किराँती धर्म मान्नुभएको थियो। तपाईँको धर्म त होइन। तपाईँले ठिक छ हिन्दू धर्म मन परेन नमान्नुहोस्, तर बुद्ध हाम्रो देशको गहना हो, हाम्रो देशको तारा हो। हामीले बुद्धको चाहिँ हरेक बाणीहरूलाई चाहिँ हामीले सिरोपर गरेर हिँड्नुपर्छ, बुद्ध धर्म अपनाउनुपर्छ भनेर हिँड्नुहोस् न। हामी तपाईँलाई सपोर्ट गर्छौँ के। कोही पनि मान्छे मेरो विचारमा चाहे म क्रिस्चियनहरू चाहिँ हिन्दू हुँदामा म खुसी छैन, किनकि मेरो धर्म, मेरो कल्चर, मेरो वेशभूषा, मेरो परम्परा भनेको मेरो देशले बचाउने हो कि। अर्काको देशले बचाइदिएर 2 दिन हरियो टिका लाएर राधे राधे भनेर हिँडेर मलाई त्यसमा महत्त्व पनि छैन, म खुसी पनि छैन। हेर्नु, तपाईँहरूले चाहिँ मरेको मान्छे उठ्छ, जुरुक्कै उठ्छ, यसो धर्ममा लाग्यो भने पायस हटिजा भन्दा ठिक हुन्छ, यस्तो उस्तो भनेर अफवाह फैलाउँदै हिँड्नु हुन्छ। अनि के हिन्दू धर्मले चाहिँ यसो गर्यो त्यसो गर्यो भनेर तपाईँहरूले बोलिरहनु बेकार छैन। तपाईँहरू यदि नेपाली हो, नेपालप्रति माया छ भने तपाईँले हिन्दू धर्म मन पर्दैन नमान्नुहोस्, तर बुद्ध धर्म त मान्नुहोस् न, बुद्ध धर्म अपनाउनुहोस् न। मेरो भनाइ यो हो कि, बुझ्नुभयो?